मोबाइलको सुविस्ताले नाडीमा घडी छैन। एउटा लामो जङ्गल पार गरेर मलाई गन्तव्य पुग्नु छ। मसँग केही पुरानो भइसकेको बाइक छ। यो न्युरिजर्भले आजसम्म मलाई धोका दिएको छैन, तर यसले पेट्रोल तेल माग्छ र कोही बेला मेन्टेनेन्स पनि मैले समयमै पुर्याएर आएको छु। तर यो पुरानो भइसकेको छ। रात निखुर कालो छ। म निरन्तर अघि बढ्दैछु। जङ्गल पस्नु अघि 1-2 मसिना दोकान रहेछन्, रातो बत्ती बलिरहेको। पहिलो दोकानमा केही हल्ला छ सुने मैले र बाइक रोकेँ। तीव्र हावाको कारण केही चिसो भइरहेछ मलाई। एउटा सिगरेट र तातो चिया पिउन पाए शान्ति र शक्ति मिल्ने थियो मलाई। भित्र झगडा हुँदै थियो, हुनसक्छ लोग्ने स्वास्नीको। तोतो र मोमो र केही अपशब्द बोलेको पनि मैले सुने। केही पाइन्छ मैले सोधेँ। को हो? पुरुषले मलाई सोधे। हेलमेट खोलेको थिइनँ मैले। म बटुवा के चिन्थे उनीहरूले। फेरि झगडा पर्न थाले उनीहरू। को त्यो झगडा गर्ने महिलाले झगडामा साथ दिने पुरुषलाई सोधिन्। प्रश्न बाहिर मैले पनि सुने। कुन्नी कोही मधेसी होला पुरुषले भने। त्यो पनि मैले सुने। हजुर म नेपाली, के तातो पाइन्छ कि? बाहिरबाट मैले भने र टाउको हेलमेट पनि खोले। चार्जर टर्च लिएर महिला आएर मेरो अनुहारभरि प्रकाश पारेर भने, के चाहियो यो आधा रातमा? दिदी चिया पाइन्छ मैले भने। रमको त डबल पैसा लाग्छ भन्दैको छु। कति? कर्कश स्वर थियो त्यो हदवैसी महिलाको। होइन तातो चिया भनेको दिदी मैले भने। हुन्छ तर 20 रुपियाँ लाग्छ महिलाले भने। हुन्छ मैले भने। म बाहिर नै बसेँ। केही कमजोर काठको टुलहरू थिए। भित्र झगडा बन्द भयो क्यारे, हल्ला छैन। अघि कराउने पुरुष सुते कि क्या सुनसान थियो। महिला चिया बनाउँदै थिइन्। दिदी सिगरेट पाइन्छ मैले सोधेँ। एउटाको 10, 3वटाको 20 महिलाले भने। हुन्छ 3वटा नै दिनु नि मैले भने। सलाई मागेर एउटा सल्काएर फुक्न थालेँ मैले। महिलाले तातो चिया ल्याएर दिनु मलाई। हाम्रै मान्छे रहेछौ भाइ, नत्र मधेसको कालीहरूलाई त पत्तै दिँदिन नि म। यो जङ्गलमा अलिक जोकेर जानु। महिला कडा भए पनि दयालु रहेछ। एउटा साथी भएको भए डर हुने थिएन। महिलाले फेरि मलाई सल्लाह दिन्। भइहाल्छ मैले भने र पैसा तिरेर त्यहाँबाट बाइक हाँक्न थालेँ। आधा घन्टाको त्यो घनघोर जङ्गलको बिचमा मलाई एक्लै बाइकको यात्रा तय गर्नु थियो। मसिनो मसिनो डर ममा छँदै थियो। जङ्गली जनावर, कोही दुश्मनी र चोर ढाहाहरू, कयौँ विचारहरू। साँच्चै त्यो दोकानको महिलाले भने जस्तो कोही साथी भएको भए मलाई ढुक्क हुने थियो। पर चोकतिर पुगेपछि बाइकको हेडलाइटबाट एउटा व्यक्ति उभिएर मलाई लिफ्ट माग्दै गरेको मैले देखेँ। भलाद्मी लाग्यो मान्छे मलाई। बाइक रोकेँ मैले। म उतैतिर सर, ससुराली जानुभएको उसले भन्यो। मैले बाइक रोकिसकेको थिएँ। तपाईँ मैले सोधेँ। म पारस सर, ढिलो भयो मलाई पनि लानुहोस् न। ऊ पछिल्तिर चढिसकेको थियो। मैले सोचेँ पारस सर को हुन् त? बहुत सम्झेँ, तर पारस सर कतै पनि मेरो चिना जानी छैन। अचम्म उसले मलाई चिन्दो रहेछन्। जेसुकै होस् साथी हो। म ढुक्क भएर बाइक 70-80 को गतिमा अघि बढाइरहेको थिएँ। ऊ घरि कुममा भिरेको ब्याग मिलाउँथे, घरि जोडले खोज्थे। तर बाइकको तीव्र गतिमा हाम्रो एउटै पनि गफ भएन बिचमा। राति र डरसरीको यत्रो यात्रामा एक चिन्जान साथी भेट्दा मलाई कुनै प्रकारको अन्यथा सोच थिएन। म निडर भएर बाइक हाँकिरहेँ। गाउँ पस्न केही क्षण अघि मलाई बाइक रोक्ने आग्रह गरे उनले। म सर्टकट जान्छु, यहाँ रोकिदिनुहोस् मलाई उहाँले भने। गाउँ देखेर म पनि ढुक्क भएँ। पारस सरले मलाई गुड नाइट भने र हात मिलाएर बिदा लिए। सोझै म ससुराली घर पुगेर दैलो ढकढक गरेँ। श्रीमतीले दैलो खोलिदिन्। किन यति ढिलो? 2 बजिसक्यो। भोलि आएको भए पनि हुन्थ्यो। एक्लै एक्लै जङ्गलको बाटो। हिजो अस्ति त्यो जङ्गलमा पारस सरलाई कस्तो डरलाग्दो गरी मारेर फ्याँकेको थियो। मेरो सारा शरीर नै चिसो भयो।